हेलो गाइज नमस्ते। म आज बनाउन गइरहेको छु साउथ इन्डियन साम्बार। यसमा हजुरले सुरुमा भेजिटेबल रेडी गर्नुहोला। मैले त्यसै गरी तपाईँको ड्रमस्टिक, गाजर, आलु, अरहर दाललाई भिजाएर राखेको छु। त्यसै गरी मैले यसमा बिन्स पनि एड गर्नेछु र हजुरले पनि कुनै पनि आफ्नो स्वादअनुसार भेजिटेबल यसमा एड गर्न सक्नुहुन्छ। त्यसै गरी म यसमा यतापट्टि कुकरमा तेल रेडी गर्नेछु। तेल तातो भइसकेपछि तपाईँको अलिकति मेथी दाना, हिङ स्वादअनुसार, करी पत्ता र तोरीको दाना यसमा एड गर्नेछु र यो फ्राई भइसकेपछि अलिकति प्याज हाल्ने। प्याज फ्राई भइसकेपछि तपाईँले यसमा भेजिटेबल युज गर्न सक्नुहुन्छ। र यतापट्टि हाम्रो डोसा बन्दैछ साम्बारको लागि। हेर्न सक्नुहुन्छ डोसा कति राम्रो बनिरहेको छ। आहा। र हाम्रो उता साम्बार पनि रेडी हुन लागिसकेको छ। यसै गरी रेडी भइ पनि सक्यो गाइज। र यसमा मैले साम्बारमा मसलाहरू एड गरेको छु। धनियाँ पाउडर, जिरा पाउडर, बजारमा पाउँछ साम्बार मसला, हल्दी, स्वादअनुसार नुन। देख्न सक्नुहुन्छ साम्बार रेडी भइसक्यो। वाउ। उतापट्टि डोसा पनि रेडी भइसकेको छ। हजुरलाई राम्रोसँग जानकारीको लागि कमेन्टमा इनबक्समा कमेन्ट गर्नुहोला। र यतापट्टि इडली पनि रेडी भइसकेको छ। वाउ। कसलाई मनपर्छ साउथ इन्डियन डिस कमेन्ट गर्नुहोला है गाइज। देख्न सक्नुहुन्छ हाम्रो इडली पनि रेडी भइसक्यो। उता डोसा रेडी भइसक्यो। साम्बार रेडी भइसक्यो। आउनुहोस् गाइज, वेलकम छ है सबैजनालाई। हजुरलाई कुनै पनि रेसिपीको जानकारी चाहिएछ भने मलाई कमेन्टमा इनबक्समा कमेन्ट गर्न सक्नुहुन्छ गाइज ल। थ्याङ्क यू गाइज। लाइक कमेन्ट गरिदिनु होला, के कस्तो लाग्यो सेयर गरिदिनु होला। थ्याङ्क यू।